मलेसियामा छौँ गाइज। आज हाम्रो ब्रेकफास्टमा हेर्न सक्नुहुन्छ के इन्ग्रिडियन्टहरू छन्। पुरै धेरै थोक छन्। ठ्याक्कै दुई टाइपको भात छ। एउटा फिस मिलाएर भात छ, एउटा भेज टाइपको भात छ। सानो सानो फिस हुन्छ नि, सुखोटी फिसहरू टाइपको, त्यस्तो टाइपको त्यो यो भइहाल्यो। त्यसपछि एक ससेजहरू के रोटी छन्, तरकारी छन्, चौचौको छ। यो फर्स्ट आइटम हो। यो खाएपछि अर्को फ्रुटको आइटम छ। त्यसपछि तपाईँको अर्को के आइटम चाहिँ धेरै आइटमहरू छन्। अर्को आइटम देखाउँछु। यो खाना दिनुहोस् पहिला मलाई। ह्यान्ड कोकोनट के हो? ह्यान्ड कोकोनट टेस्ट गर्नु त कस्तो हुँदो रहेछ। कस्तो टेस्ट? नाइस। गुलियो गुलियो छ। गुलियो गुलियो हो। अब लेट्स टेस्ट। ठिक छ। ठिक छ आइटम गाइज। कस्तो लागिरहेछ? ठिक छ, भेरी नाइस। फ्रुट आइटम छ। एउटा आइटम अझै छ। दुई तिनवटा आइटम अझै छ। यो आइटम खाएर अर्को आइटम गाइज। नेक्स्ट आइटम सर खाएर भ्याइसक्नुभएको छ। मस्त मोबाइल चलाइराख्नु भएको छ। म अब यो लास्ट आइटम हो। खाएर निस्किने हो टुरतिर। मौसम चाहिँ राम्रो रहेछ क्या। अब हामी कहाँ यहाँ ल्यान्ड गर्ने हो? माथि जानुपर्ने गेन्टिङ हाइल्यान्ड स्टेसन। हेर्नुहोस् गाइजहरू, हात्ती कसरी बोलिरहेछ टक्क। हामी अहिले सबभन्दा टपमा छौँ। गेन्टिङ हाइल्यान्डको टपमा छौँ। हेर्नुहोस् के छ यहाँ, के छ। अनेक कुराहरू बनाएको छ नि यहाँ। खेल्न सक्नुहुन्छ तपाईँ यहाँ। वर्ल्ड लार्जेस्ट होटल। हेर्न सक्नुहुन्छ गाइजहरू कति छ यहाँ। पार्कै पार्क छ मलेसियाको। सबभन्दा ठुलो होटल वर्ल्डको क्यासिनो के सबै थोक, धेरै थोक छ यसमा। एक दिनमा नभ्याउने रहेछ, धेरै थोक। यो पार्क हेर्न सक्नुहुन्छ कति दामी पार्क बनाएको छ यहाँ मलेसियामा। दामी छ, दामी। घरै घर केबल कारमा छौँ हामी अहिले। हामी पार्किङ हेर्नु, बिल्डिङमा पार्किङ गरिरहेछ। त्यहाँ बिल्डिङमा पार्किङ छ कारहरू। अब हामी जाँदैछौँ गौतम बुद्धको लागि। स्ट्याफू जाँदैछौँ। यसमा झर्नु पऱ्यो क्या हो सर? हजुर सर। त्यो उता उता हो, उता हेर्नु त। त्यो स्टेसनमा होला क्या हो, त्यो स्टेसनमा। अब माथि हामी जान पाइन्न नि। भ्यायो। दुईवटा टिकट दिँदो रहेछ गाइज। एउटा टिकटबाट माथि जान सक्नुहुन्छ। अनि माथि घुमिसकेपछि बल्ल तपाईँको फेरि ठ्याक्कै तल झर्ने टिकट हुन्छ। एकचोटि युज गरिसकेपछि त्यो टिकट काम लाग्दैन। मान्छ। हेर्नुहोस् गाइज कति बिल्डिङ, ठुल्ठुला बिल्डिङ, होटलहरू छन् यहाँ। सबै होटलहरू हो। कहाँबाट मान्छे आउँछ यहाँ बस्नलाई। एकदम पपुलर छ कि यो गेन्टिङ आइल्यान्ड होइन सर? आइसल्यान्ड हाइल्यान्ड। अब हामी त्यहाँ जाँदैछौँ। त्यो मन्दिरमा गौतम बुद्धको त्यहाँ छ है।
त्यसमा गएर भिजिट गरेर त्यसपछि हामी रिटर्न भएर ठ्याक्कै त्यहाँ जाने हो त्यो बिल्डिङ हो त्यहाँ हेर्नु ठुल्ठुलो बिल्डिङ गाडी पनि आउँदो रहेछ क्या माथि केबल कार पनि छ गाडीको लागि पनि छ क्या होइन सर ऊ तल हेर्नु कति राम्रो राम्रो बाटो छ यार तल हेर्न सक्नुहुन्छ गाइज बाटो हेर्नुहोस् कति दामी छ यार आई लभ इट नेचुरल यस्तो सिङ्गापुरमा देख्न पाएको थिएन यस्तो जङ्गल मलेसियामा किन काठ सस्तो छ मलेसियन काठ भनेपछि यहाँ हेर्नुहोस् कति जङ्गल छ यहीबाट जो काठ छ अनि नेपालमा पठाउँछ मलेसियन सखुवा भन्छ अनि सस्तो दिन्छ नेपालको सखुवा भनेर मलेसियन सखुवा दिएर हामीलाई ठगेर हामी पुग्नु छ त्यहाँ त्यो मन्दिरमा त्यहाँ भिजिट गरेर फेरि हामी त्यहाँदेखि तल छ त्यो बिल्डिङको त आसपासमा झरेर हाम्रो गाडी त्यहाँ पार्किङ छ त्यो साइडमा हेर्न सक्नुहुन्छ त्यहाँ पार्किङ छ त्यहाँ पार्किङबाट फेरि हामी कोलालम्पुर पुगिन्छ मजाले वाच गरेर हेर्नुहोस् गाइजहरू केवल कारको मजा लिइरहेछौँ फ्री फल भइरहेछ तल पाइपिङ पनि छ सर यार यो त के हो पाइपिङ हो लाइन हो पाइपिङ पनि कस्तो गरेको छ बाङबोटिङको गरेको छ यहाँदेखि त्यहाँदेखि हेर्नु न पाइपहरू कसरी राखेको छ हामी यहाँदेखि माथिदेखि आयौँ गाइज हेर्नुहोस् माथिदेखि आएको छौँ यहाँदेखि धेरै माथिदेखि आयौँ तल आइपुग्यौँ हामी धेरै हेर्नुहोस् गाइजहरू त्यो पहाडै पहाड त्यो बिल्डिङ हेर्न सक्नुहुन्छ कत्रो लामो बिल्डिङ बनाएको छ यहाँ हाम्रो एउटा यस्तो बिल्डिङ भइदिएको त आनन्द हुन्थ्यो केही गर्नु पर्दैन थियो भाडा खाँदै बस्ने घुम्ने भाडा महिनै पछि उठाउने अनि टक्क विदेश घुम्ने कता घुम्ने हुन्थ्यो छैन बिल्डिङ के गर्ने अब बनाउनु पर्ला पछि यही झर्ने होला होइन र अब हामी यहाँ पुग्दैछौँ गाइज चिन स्विङ केभ टेम्पल We came here guys, can see the temple. Oh beautiful. Too much tourists came to visit here. You can see guys, it's so beautiful. होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले किडै नमरोस् ढल्किन्छ छाया वस्तु अनुसार यहाँ गुफा रहेछ सर यहीबाट जाउँला है यहाँ छ क्या ट्रेकिङ सिस्टम हेर्न सक्नुहुन्छ गाइस ट्रेकिङ यहाँबाट जाउँला है हामी ट्रेकिङ सिस्टम छ क्या हेर्न सक्नुहुन्छ गाइजहरू हेर्नुहोस् क्या दामी सिन छ क्या आई प्लिजिङ मोमेन्ट वाउ जस्ट वाउ भेरी नाइस इट्स भेरी गुड यार हेर्नुहोस् मान्छेहरू कति फोटो सुट गरेको छ बसेको छ हेर्नुहोस् के लेखेको छ हेर्नुहोस् गाइजहरू कुन भाषा हो चाइनिज हो यो चाइनिज भाषामा लेखेको छ हेर्नुहोस् यो मान्छेको बारेमा पढ्नुहोस् पाउँछ स्क्रिनसट गरेर पढ्नुहोस् तपाईँहरू चाइनिज बुझ्नुहुन्छ होला मजाले पढ्नु होला हेर्नुहोस् चाइनिज ल्याङ्ग्वेजमा के छ म त बुझ्दिनँ चाइनिज के हो जो बुझ्नुहुन्छ मजाले स्क्रिनसट गरेर पढ्नु होला हेर्नुहोस् यहाँ पानीको छाल आइरहेछ टक्क हेर्नु मान्छेहरूले भिडियो सुट गरिरहेछ मन्दिर छ यहाँ हेर्नु त पानीको छाल माथि शिवजी छ क्या हो त्यो शिवजी हो है बुद्ध रहेछ शिवजी भनेको बुद्ध रहेछ गौतम बुद्धको सानो बच्चाको पिच्कुवाला बच्चा सानो टाइमको
राम्रो ठाउँ रहेछ यो कति लार्जमा बनाएको छ आनन्दले 1 घन्टा हामी डुलिन्छ पुरै मजाले त्यसपछि हामी फर्किने हो कोलालम्पुर नेक्स्ट ट्रिपको लागि ह्यान्ड वास बेसिन यहाँ ह्यान्ड वास बेसिन छ पानी खाने सर पानी रहेछ यहाँ हेर्न सक्नुहुन्छ गाइज यहाँ रहेछ त वाउ दिस इज भेरी नाइस यार हेर्नुहोस् गाइजहरू हेर्नुहोस् के छ माथि पनि छ यार सिनहरू त हेर्नुहोस् गाइज दिस आई लाइक इट वाव वाला फिलिङ्स आयो वाव वाला फिलिङ्स हेर्नु त बुद्धको कत्रो लामो माथि हेर्नु शङ्ख किरा कति छैन त टाउको भरि शङ्ख किरा छ तपस्या गर्ने टाइममा शङ्ख किरा आयो अनि बस्यो हेर्नु क्या दामी छ सिन कसरी बनाएको छ मान्छेहरू घुमै हामी केबल कारबाट आयौँ तलबाट पनि बाटो छ कार सार आउने बेलालाई यताबाट पनि बाटो छ यो बाटो पनि आउन सक्नुहुन्छ तपाईँहरू यहाँदेखि पार्किङ चाहिँ यहाँदेखि भित्र छिर्न पायो तलबाट हामी चाहिँ यता तल उतातिर केबल कार छ त्यही बाटो आयौँ यताबाट पनि आउन सक्नुहुन्छ गाइजहरू अब 1-1.5 घन्टा यहीँ बस्ने एकछिन त्यसपछि बल्ल जाने हेर्नु माथि पुरै छ के बनाएको छ यहाँ सिनहरू पुरै छ सक्नुहुन्छ नि टक 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 सिनै सिन छ अहिले देखाउँला तपाईँको त्यो सिनहरू पनि अहिले यता सिनहरू भिजिट गर्नुहोस् ओके ल गाइज एकछिनको लागि रेस्ट गर्छौँ हामी अब यहाँको इन्जोय गर्छौँ के हो र यो यहाँको रुल होला क्या भाषा हेर्न सक्नुहुन्छ गाइजहरू के छ ओके अब न टच के बनाएको छ हेर्नुहोस् यहाँ ठ्याक्कै यसको यता चाहिँ गौतम बुद्धको स्टाइलको बनाएको छ यहाँ तपाईँको ग्राउन्ड टाइपको छ यहाँ तपाईँको हेर्नुहोस् यस्तो बनाएको छ यहाँ ट्रेकिङ गर्दैछौँ अब ट्रेकिङ गर्दै यहाँ पनि छ हेर्नुहोस् ट्याक्क देखाएँ तपाईँलाई यहाँको को रहेछ यो ट्याक हेर्नुहोस् गाइजहरू हेर्नुहोस् जिब्रा सिब्रा निकालेर हेर्नु त मान्छे मारेर के लेखेको छ के लेखेको छ पढ्नै सकिन्न कुन भाषा हो मलेसियन भाषा हो यो टाउकोमा शङ्ख किरा हो के गौतम बुद्धको टाउकोमा तपस्या गर्ने खण्डमा शङ्ख किरा बसेको थियो हेर्न सक्नुहुन्छ शङ्ख किरा त्यही शङ्ख किरा हो रुखलाई कस्तो बस्ने बनाएको क्या हो यो हेर्नुहोस् पुरानो ढुङ्गाहरू छन् यहाँ के छ मान्छे काटेर मारेर हेर्नुहोस् गाइजहरू हेर्नुहोस् आगोमा चोबेर अनेक तरिकाले मारेछ यो साइडमा छ यस्तो
यताको साइडमा छ यस्तो चढेर हेर्न पाइन्छ। हेर्नुहोस् यो जङ्गल छ, जङ्गलको बिचमा डोनेट बक्स छ। डोनेट गर्न मन छ भने यसमा गर्नु होला डोनेसन। भ्यू त यहाँ छ नि गजबको भ्यू, यहाँ रहेछ नि गजबको भ्यू। हेर्नुहोस् गजबको भ्यू। सिंहको मुख हेर्नुहोस् यहाँ। हेर्नुहोस् के छ यहाँ, के छ अनेक कुरा बनाएको छ यहाँ टुरिस्टको लागि। यहाँ ठुलो छ, यहाँ हेर्नुहोस् के छ, वाउ छ, वाउ। आउनुहोस् भिजिट गर्नलाई, वाउ छ। त्यहाँबाट पानी झारेछ फेरि, गजब छ गजब। त्यो माथि पनि मान्छे जाँदो रहेछ यार घुम्नलाई। हामी चाहिँ गइएन, हेर्नु धेरै माथि छ। हेर्नुहोस् यहाँ अब हामी फर्किँदैछौँ। बाई बाई, बाई बाई गरिदिउँ। waterfall. त्यहाँ पढिरहेको थिएँ क्या म, के छ त्यसको। राजा गौर भगवान्ले के गर्यो, यहाँ के गरायो। निस्किहाल्नेछ र अब निस्किँदैछौँ गाइस। सिद्धियो आजको टुर हाम्रो यताको, बहुत रमाइलो भयो। अब यही केबल कारमा छोप्ने हो अनि सर जाने हो। हेर्न सक्नुहुन्छ केबल कार, यही केबल कार आयो हाम्रो लागि। अब टक्कै छोपेर जाने हो। अब हामी अब रिटर्न हुँदैछौँ गाइस, जाँदैछौँ तल। अब गाडी छोप्नलाई वेटिङमा छ गाडी, 6 बजेको गाडी छ। अब निस्किन्छौँ। निस्किने टाइममा हेर्नुहोस् पानी पर्न थालेछ। हेर्नु बाटोहरू कति राम्रो बनाएको छ। केबल कारको पनि बाटो छ र रोडको पनि बाटो छ माथि पुग्नसम्मलाई। होटलहरूलाई प्रायः जसो होटल जान्छ मान्छेहरू गाडी लिएर नै जान्छ। यता घुम्नलाई बढी चाहिँ केबल कारमा जान्छ। अरू बस्नलाई माथि बस्न पनि एकदम लग्जरी टाइपको बसाइहरू छन्। हेर्नुहोस् पानी परिरहेछ। गाडी छोप्न लाग्यो हामी। पानी पर्न थालेछ हेर्नुहोस्, केही देखिन्न होइन, पानी परिरहेछ। ल गाइस पछि देखाउँ ल। त्यो हाइल्यान्डदेखि हामी फर्किँदैछौँ हामी।
यहाँदेखि सबै टुर सुरु गरिसक्यौँ। अब हाम्रो यो गाडी यही हो। अब हामी निस्किँदैछौँ ट्याक्कै। अब मलेसिया कुलालम्पुर पुगिन्छ ट्याक्कै। यही गाडी हो गाइज। अब हामी चढ्न गइरहेछौँ। यहाँको टुर सिद्धो यही केबल कार छ। यही केबल कारदेखि अब यही बाटाबाट लाग्दैछ। बाई बाई।